तपाईँ चाहिँ यो ब्रदर्स बारिस्टा एकाडेमीको चाहिँ के पढ्नुभयो त? सिइओ कि भान्जाले हात मात्र कति थाहा सोधेपछि त फेरि यो धमला सोधायो हो अलिक प्रक्रिया मिलाएर सोध्नुपर्ने हो भान्जा। हाम्रो भान्जाको भ्लगको नाम के छ अरे? विजय भ्लग अफिसियल। विजय भ्लग अफिसियल। हजुर, यो अनअफिसियल होइन, फेरि पुरा अफिसियल हो। यसमा हाम्रो भान्जाको जति पनि चाहिँ सब्सक्राइबर हुनुहुन्छ, श्रोताहरू हुनुहुन्छ, सबैजनालाई ब्रदर्स बारिस्टा एकाडेमीको म सञ्चालक तथा सिइओ एनसी राईको तर्फबाट सम्पूर्णलाई म जय नेपाल, नमस्कार, लाल सलाम भन्न चाहन्छु। र सबैजनालाई यो चाहिँ हाम्रो भान्जाको भ्लग चाहिँ हेरिदिनको लागि सब्सक्राइब गरिदिनुको निम्ति म हार्दिक अनुरोध गर्छु। त्यस्तै गरेर जो जति यो बारिस्टा सम्बन्धीको क्लासहरू गर्न चाहने सम्पूर्ण हाम्रो भाइहरूलाई, बहिनीहरूलाई, साथीभाइहरूलाई पनि यहाँ धरानमा आएर हामीसँग भेट्नको लागि हार्दिक अनुरोध गर्छु। हाम्रो भाइहरू यो सक्दैछ, भाइ भतिजाले सक्दैछ, यो आजबाट सक्दैछ। सबैजनालाई म उज्जवल भविष्यको शुभकामना भन्न चाहन्छु। सबैजना ब्रदर्स बारिस्टा आएर जोडिनु होला। धन्यवाद। थ्याङ्क यू। हाम्रो यता टिचरहरू हुन्छ एकदमै। तपाईँ चाहिँ कति वर्षको चाहिँ एक्सपिरियन्स हुनुहुन्छ सर ट्रेनिङमा? हजुर, एकदमै हामी चाहिँ राम्रो। हजुर, थ्याङ्क यू। हस्, थ्याङ्क यू। भाइले तिमीले सिकेर 1 महिनामा चाहिँ के एक्सपिरियन्स गर्यो त तिमीले? यति नै हो। हाम्रो मामा चाहिँ अनुगमनको लागि आउनु भएको छ है। अब चट्ट अनुगमन टोली है उहाँ चाहिँ फेरि होइन। तपाईँ यो हाम्रो बारिस्टा ट्रेनरको हामी जस्तो सिकेको चाहिँ ए हो। ल ठिक छ ल। ए नमस्ते। आज हाम्रो अन्तिम दिन हो, त्यही भएर अब हाम्रो अलिकति हो युवा सिपमुलुक तालिम क्यास्टिने बारिस्टा तालिम समापन कार्यक्रम। आज हाम्रो समापन कार्यक्रम। अब हाम्रो अध्यक्षज्यूहरू पनि आउन आँटेको छ हाम्रो गाउँपालिकादेखि। कार्यक्रम हाम्रो दाइ चाहिँ यता होइन लजाएर बसिराख्नु भएको छ होइन। यसरी समात्नु अनि यसरी गर्नु, यसरी गर्दा राम्रो हुन्छ। त मिनी भ्लगर हो कि पुरै? मिनी भ्लग चाहिँ अब छोटो हुन्छ नि त। तपाईँ चाहिँ कसरी गर्नुहुन्छ? तपाईँले भन्नुभएको नि त आजको चाहिँ हाम्रो होइन एक्जाम भइसकेर। ए तपाईँको एक्जाम कस्तो गयो आज? सोचे जस्तो भएन? पास हुनुहुन्छ अनि? हाम्रो सर चाहिँ यता हुनुहुन्छ है। सर हामी सबैजना पास हुन्छौँ। तपाईँको चाची तपाईँको चाहिँ कस्तो भयो? 100% हो। ओ माई गॉड, तपाईँको चाहिँ कस्तो भयो अरे? अघि भन्दै हुनुहुन्थ्यो। मेरो त ठिकै छ 99%। ओ माई गॉड, तपाईँको 99%। कला दिदी तपाईँ कस्तो भयो? पास हुन्छ कि भन्ने हो चाहिँ छ।
संयोग पास हुन्छु अनि एक्जाम चाहिँ आज भएको अनि हाम्रो पनि के भन्छ बिते कार्यक्रम पनि आजै हो फेब्रुअरी पनि दिँदिन उहाँलाई त अनि हाम्रो चाहिँ युवा यो यो चाहिँ हाम्रो सकिसकेको छ अनि हाम्रो एन्जल दिदी यहाँ हुनुहुन्छ मोस्ट ब्युटिफुल गर्ल अनि हाम्रो चाहिँ यहाँ सर्टिफिकेट अब वितरण पनि हुन लागेको छ केक पनि केक चाहिँ कस्तो राम्रो छ हाम्रो एनसी दादा यता हुनुहुन्छ उहाँहरूको नाम तपाईँ चिन्नुहुन्छ नि त यो ब्रदर्स बाइक एकाडेमीको चाहिँ यहाँ हेर्न सक्नुहुन्छ यस्तो राम्रो छ हामी त कति राम्रै नि ल अरे क्या सर भोक लागेको छ कि छैन अनि सधैँ खाजा खानुहुन्छ आज त खाजा खानु भएको छैन नि त तपाईँलाई भोक लागिरहेको छ जस्तो लाग्यो मलाई चाहिँ अहिले कति सिरियस हो तपाईँ त अलिकति हाँस्नु त हाम्रो देख्न सक्नुहुन्छ यस्तो राम्रो राम्रो छ अनि यो ग्यासहरू यो मेसिन ब्रदर्स प्राइस तपाईँ गर्नु म चाहिँ यता छु है यसरी गर्नु पुरा देखिन्छु क्लियर मैले चाहिँ सो गाइस होइन अब चाहिँ विजय दादाको चाहिँ भ्लगमा चाहिँ विजय दादाको भ्लग चाहिँ उहाँले अहिलेको भ्याउनु भएको छैन सो मैले गरिरहेको छु हाम्रो के हो के अरे हजुर स्टार्ट हाम्रो चाहिँ कार्यक्रम स्टार्ट भइसक्यो सो कार्यक्रम स्टार्ट अनि उहाँहरू चाहिँ आइसक्नु भएको छ हाम्रो गाउँपालिकादेखि अध्यक्ष दुईजना विशेष छोटो भयो भने एकदम अर्थपूर्ण कार्यक्रम छ हाम्रो निम्ति हत्तरगढी गाउँपालिका वडा नम्बर 9 भोजपुरको चाहिँ आर्थिक सहयोगमा जुन किसिमको चाहिँ हाम्रो वडा नम्बर 9 वासी हाम्रो भाइ बहिनीहरूले जुन यो कफी बनाउने आधुनिक प्रविधिको कफी बनाउने जुन सिमहरू सिकिसक्नु भएको छ लगभग 21 दिनको हाम्रो कार्यक्रम भयो भने हामीले 22-25 दिन हामीले व्यतीत गरेका छौँ लगभग 1 महिनै भयो हाम्रो लगभग 50-60 घन्टाको चाहिँ एउटा ट्रेनिङ कोर्स उहाँले सकिसक्नु भएको छ हाम्रो 7 जना हाम्रो नानीहरू बाबुहरू बहिनीहरू हुनुहुन्थ्यो उहाँले कार्यक्रम यो जुन तालिम सकिसक्नु भएको हुनाले यसलाई अलिक औपचारिक रूपमै यो हाम्रो आज सर्टिफिकेट एउटा प्रमाणपत्र वितरण गर्ने कार्यक्रमको निम्ति हाम्रो स्कुलबाटै हाम्रो आदरणीय अध्यक्षज्यू पनि आइ उहाँ पनि उपस्थित भइसकेको छ त्यसै गरी हाम्रो सरल आइपुग्नु भएको छ यसलाई म अब विधिवत रूपमा आजको यो हाम्रो सर्टिफिकेट चाहिँ वितरण हुन गइरहेछ वितरण हुन गइरहेको छ यता हाम्रो एकजना सर हुनुहुन्छ सक्नुहुन्छ त्यसो भने त हाम्रो यो भ्लग चाहिँ यति लामो भएछ भनेर लामो भयो भने प्रमाणपत्र भोजपुर जिल्ला हत्तरगढी गाउँपालिका कार्यालयको वित्तीय सहयोग र प्रणाली हरानको प्राविधिक सहयोगमा युवासी पुनर्तालिम केन्द्रले 2018देखि 2082 1 15 गतेसम्म सञ्चालित कफी बनाउने तालिममा
हतगढी गाउँपालिका वडा नम्बर 9 हसनपुर निवासी तपाईँ श्री विजय राईज्यूले तालिममा सहभागी भई सफलतापूर्वक सिक्नु भएको हुँदा तपाईँको उज्जवल भविष्यको कामना गर्दै धन्यवादसहित यो प्रमाणपत्र प्रदान गरिएको छ। प्रेम कुमार राई गाउँपालिका अध्यक्ष हतगढी गाउँपालिका, महेश निरौला प्रमुख प्रशासनिक अधिकृत हतगढी गाउँपालिका, सञ्जल राई वडाध्यक्ष हतगढी गाउँपालिका 9 हसनपुर, त्यस्तै गरेर सञ्जीव राई प्रशिक्षक प्रदर्शनी केन्द्र स्किल प्राइभेट लिमिटेड, मिति 2082 1 15। यो 15 चाहिँ हिजो खास बाँड्ने भन्ने सल्लाह भएको थियो कि अलिकति यो प्राविधिक कुरा आजै गर्नु पऱ्यो अहिले खास फरक पर्दैन होला। हुन्छ यो विजय राई यहाँ आइपुग्नु होला। विजय राई हाम्रो दुईजना विजेतालाई चाहिँ जाँदै हुनुहुन्छ अगाडि गएर अब उहाँले चाहिँ ओके सो गाइस होइन अब चाहिँ केक कटिङ स्टार्ट भइसक्यो। मेरो अनुहार चाहिँ देखिँदैछ थाहा छैन। सर्टिफिकेट उहाँले पनि सबैलाई पाइसक्नु, सबैजना ह्याप्पी हुनुहुन्छ। सो हामी चाहिँ केक काट्ने के भन्छ प्रक्रियामा छौँ। जानुहोस् छिटो। हाम्रो केक चाहिँ एकदम राम्रो छ। यो ब्रदर्स बेकरीवालै होला सायद। आन्टीले पनि भिडियो गर्दै हुनुहुन्छ, यता दादा हुनुहुन्छ, यता हाम्रो कार्यक्रम चाहिँ समापन